लाइफमा फर्स्ट टाइम भिजन बोर्ड बनाउन गइरहेको छु। लेट्स सी इफ इट वर्क्स अर नट है त। हाई एभ्रीवान, इट्स मी गुम्सुम अनि म चाहिँ मेरो लाइफको फर्स्ट भिजन बोर्ड बनाउन गइरहेको छु। तर साँच्चै भन्नु पर्दा चाहिँ अहिलेसम्म मैले जति पनि कुराहरू म्यानिफेस्ट गरेको छु सबै नै पुरा भएको छ कि। अनि त्यही भएर पनि होला भिजन बोर्ड चाहिँ कहिले गर्नुपर्छ जस्तो लागेको थिएन मलाई, बट दिस इयर आई रियली वान्टेड टु एक्सपेरिमेन्ट इन लाइफ। अनि त्यही भएर पनि रातिको 11 बजेमा थालिरहेको छु भिजन बोर्ड बनाउनलाई। साँच्चै यो कम्प्लिट हुँदाखेरि त बिहानको 2 बजिसकेको थियो। अनि फोटोज पनि कति धेरै थियो कि लास्टमा त भिजन बोर्डमा कति फोटो पनि अटेन अनि मैले त कति त निकाल्नु पर्यो। अनि आज यो भिजन बोर्ड बनाउँदै गर्दाखेरि मैले कति कुराहरू रियलाइज गर्दै थिएँ कि लाइक लास्ट इयर मैले आई गेस नेक्स्ट इयर म यो गर्छु होला, म त्यो गर्छु होला भनेर जे मैले सोचेको कति कुराहरू पुरा पनि भइसकेको जस्तो मैले फिल गरेँ। अनि अझ अब भिजन बोर्डको कन्सेप्ट भने कि आफूले सोचेको कति कुराहरूलाई त ड्रिम इन्टु रियालिटी ल्याउनु नै हो भन्ने बुझेको छु नि त मैले। अनि त्यो अनुसारले पनि म एकदमै होपफुल छु कि मेरो यो सबै देखेको कुराहरू सोचेको कुराहरू एक दिन पुरा हुन्छ होला भनेर। अनि हजुरहरूको 2026 को गोल्सहरू के छ त कमेन्टमा भन्न चाहिँ नबिर्सिनु होला है त।